हेलो एभ्रिवान, आज हामी चाहिँ गान्तोकदेखि निस्के है। गान्तोकदेखि हामी कहाँ जाँदैछ भने उता लौसिङ जाँदैछ, तर पुग्नु चाहिँ भोलि मात्रै हो। अनि हामी गान्तोकबाट निस्किँदाखेरि चाहिँ बाटोमा भिडियो गर्दै आयो, सानो सानो है गर्दै आउँदा चाहिँ बाइपास हुँदै अहिले हामी तल रानीपुलतिर छु है। रानीपुल क्रस हुँदै हुँदै आइपुग्यो। आउँदा आयो यो गाडीलाई हामी चाहिँ खासमा चाहिँ ओभरटेक गर्नको लागि चापेर कुद्दै थियो होइन, रानीपुल अगाडि स्मल लाइनको माथिल्लो लाइनमा। अन्त त्यसमा हामीले त्यसलाई ओभरटेक गरे है। त्यहाँदेखि हामी उता पुग्यो, त्यसको अगाडि कुद्दै जाँदैछ हामी हो, चापेर जाँदैछ। अगाडि टाटा निस्क्यो है। अन्त हामीले त्यो टाटालाई ओभरटेक गरौँ भनेर चाहिँ हामी चाप्दै गयो होइन। टाटाको पछि गर्दै गयो है। गर्दै जाँदैछु, पछि जाँदैछु है। जाँदैछु हामी पछि। टाटालाई हामी छोडेकै छैन, टाटाले पनि हामीले छोडेको छैन होइन। भन्दै झन्नै अन्त त्यसै गऱ्यो होइन। त्यहाँदेखि त्यसमा हामीले ओभरटेक गर्ने कुरा आएन, सकेन होइन। अन्त गयो हामी त्यो टाटा पछि होइन। हामी सोमोमा छ है। अन्त टाटा अगाडि छ। अन्त टाटा यस्तो स्पिड चाप्दो रहेछ कि हामीले त भेट्नै साह्रो परेको टाटालाई होइन। अन्त 32सम्म 13सम्म चाहिँ अझै झन् भेट्छ होला भने हामीले पुरा कोसिस गरेन होइन, तर पनि सकेन। तर पनि हामी पछि गर्न छोडेकै छैन। बिस्तारै भाइ भन्दै गयो हो। मकैबारी हेर्दै गयो हामी, मजाले मकै पनि फल्न आँटेछ होइन। अन्त अब एक महिना बादमा त मकै त्यहाँ फल्ने सिजन लाग्ने रहेछ भन्दै हामी हेर्दै गयो है। अन्त त्यो टाटा हेर्दैछु, अगाडि छ। टाटाले साइड दिनु छैन हामीलाई हो, हामी कुद्नु छोडेको छैन होइन। अन्त जाँदैछु हो। बहिनीहरू पनि त्यहाँ स्कुलबाट आउँदै थियो, नानीहरू पनि है। अन्त टाटाले पनि छोडेको छैन। त्यो टाटाले अगाडिको गाडीलाई, सानो गाडीले पनि ओभरटेक गरेर गएको छ त्यहाँ अगाडिदेखि हेर्नुहोस् है हो। अन्त हामीले बाटो दिएन त्यो गाडी पनि फेरि हो। अन्त अब त्यसमा त अब हामीले सो गर्दै जानु पऱ्यो होइन। अन्त त्यो बाद चाहिँ बिस्तारै जाँदै गयो, गाडी पछि गयो। हामी पनि त्यो पनि जाँदैछ, हामी पनि जाँदैछ। 32 नम्बरको पेट्रोल पम्प पुग्ने बेलामा चाहिँ यता बाँसका छेउबाट चाहिँ हामीले ओभरटेक गर्दै अगाडि कुद्यो है। कुद्दै गयो, पछि गऱ्यो। तर टाटा त सुत्तै डाँडा कति गएछ देख्नु छैन। हामी चाहिँ पछि कुदेको छ। लास्टमा यो कहाँ भने तपाईँको 32 नम्बरको बजार अगाडि ओह्रालोतिर भेटेँ हामीले त्यो टाटालाई। अन्त हामी त्यो टाटाले चाहिँ ओभरटेक गरेर जाउँ भनेर हामी चाहिँ चाप्पीको जाएको छ। फेरि बिचमा बाइक बसिहाल्यो होइन। अब उसको पनि गाडी हो, उसले पनि इमर्जेन्सी होला कहाँ पुग्नु भनेर चाहिँ। अन्त हामी स्लो गर्दै गयो, स्लोमै गयो। तर पछि गर्न छोडेको छैन हामीले होइन। जाँदैछु गर्दै चाप है। जाँदैछु चाप्छु तर पनि भन्दै बाइकले डिस्टर्ब गरिहाल्छ। पर पुगेको ठिक्कै बिचरा बुढो गाडी खटेर उभिरहेको रहेछ। अन्त के गर्नु। अन्त त्यहाँदेखि आइपुग्यो होइन। त्यहाँदेखि स्ट्यान्डिङतिर पुग्यो है। त्यो टाटा अगाडि छ, हामी पछाडि छ। टाटाले त त्यो टर्निङ पनि कम्ता छिटो काटेको छैन रहेछ हो। अन्त हामी चाहिँ पछि गयो है। अब टाटा त डाँडा कटिँदै सक्यो, के गर्ने। अब जुन चाहिँ अगाडि आउँछ त्यसलाई फेरि ओभरटेक गर्ने भने चाहिँ गयो। जाँदैछ हामी पनि है। अन्त जाँदा साङखोलाको छेउ पुग्न आँट्यो हामी है। त अगाडि इको भेट्यो हामीले। त्यही इकोलाई फेरि ओभरटेक गरेर चाहिँ जाने कोसिस गऱ्यो हामीले होइन। अन्त सबैलाई हतारै हुन्छ भन्दै गयो हो। जाँदा त्यहाँनिर पुग्यो, गर्दै टर्निङ चाहिँ आइपुग्यो है। अन्त चापेर हामीले दुइटा गाडी ओभरटेक गर्दै गयो होइन। त्यहाँदेखि साङखोला तेर्सोमा पुग्यो हामी है। पर पुग्यो जाँदैछ हामी तर पनि। अन्त बाइक त्यसरी अगाडि आउँछ हो। फेरि यसलाई ओभरटेक गरौँ भनेर चाहिँ चापेको
छैन टनलमा पुगिहाल्यो हो। अन्त के गर्नु, लास्टमा त ग्रिन वाइटहरू देख्यो, आँखै तिर्मिर भयो। हामी त्यहाँदेखि स्लोमा बसिहाल्यो होइन। मजा आयो एक प्रकारको हो हेर्नु। त्यसले त्यहाँदेखि चाहिँ हामी गयो जाँदैछु होइन। अन्त त्यहाँबाट चाहिँ जाँदा हामी सिङताम बजार पनि क्रस गऱ्यो है। अन्त सिङताम बजार क्रस भयो, त्यता गयो हिँड्दै गाडी ओभरटेक गर्दै हामी पनि चापेर हिँडेको छु है। सानो बाटोमा बाइक बनाउँछ त्यस्तै हो। अन्त के गर्नु, उनीहरूले साइड दिनु छैन, हामी नै चापेर जाँदा हेर्नुहोस् न फोनै घुमिसक्यो हो मेरो, त्यहाँनिर रिङ्गेर छुटेछ कि रिङ्गेर छुट्यो मेरो फोनलाई हो। अन्त चापेको टाटा आइपुग्यो अगाडि होइन। अन्त त्यहाँदेखि गाडी अब के गर्नु, अन्त स्लोमा हिँड्यो हामी पनि हो। जाँदै थियो हामी पनि, लास्टमा छैन हो त्यो डाँडामा पुग्यो। के गर्नु, अन्त ओभरटेक गर्नु सकेन। फेरि एउटा गाडी अल्टो आएर डिस्टर्ब गऱ्यो। अब सानो गाडीलाई ओभरटेक गरेन, त्यो सानो बाटो हो भनेर हामीले ओभरटेक गरेन।